हजुर माम पाक्यो। हजुर सुनेन। भोक लाग्यो कि मलाई। भात पाक्यो। हजुर मासुसँग धेरै भोक लाग्यो नि नानी मलाई त। हो र ज्योतिको आज बिहानदेखि निकै भोक लाग्यो। तलदेखि नै ज्योतिको भात चिसो भयो भनेको। ल आयो है त। हस् छोरीले बोलाएको छ। अब धेरै भोक पनि लाग्यो, भात खान जानुपर्छ है त। अनि यस्तै हो गाउँघरको मेलापात, गाह्रो छ नि हजुर।